सबैले जान्नै पर्ने कुराहरू के हुन् हजुरले थाहा पाइराख्नुहोस्। शनिबार आमा छोरी छुट्टिनु हुँदैन। घरको मान्छे विदेश जाँदा ढोका बन्द गर्नु हुँदैन। खाना खाँदा थाली बजाउनु हुँदैन। बाहिर जाँदा जुठा भाँडा देखाउनु हुँदैन। बाहिर जाँदा महिलाले कपाल छोडेर बाटोमा बस्नु हुँदैन। खाना खाँदा थाली बजाउनु हुँदैन। खाना खाँदा हात टेक्नु हुँदैन। मङ्गलबार दाढी नङ काट्नु हुँदैन। दुईवटा कुच्चो एकै ठाउँमा राख्नु हुँदैन। तीनवटा दाउरा लिएर भित्र जानु हुँदैन। साँझ पर्ने बेला सुत्नु हुँदैन। दाढी कपाल नकाटी पितृकर्म गर्नु हुँदैन। घाम डुबेपछि फोहोर फाल्नु हुँदैन। जुत्ता चप्पल घोप्टो पारेर राख्नु हुँदैन। फुटेको ऐना हेर्नु हुँदैन। झाडुलाई ठाडो राख्नु हुँदैन। घरभित्र सिटी बजाउनु हुँदैन। कुच्चोले हान्नु हुँदैन। राति ऐना हेर्नु कपाल काट्नु हुँदैन। राति झाडु लगाउनु हुँदैन। राति नङ काट्नु हुँदैन। जाँड रक्सी बियर खाने वा अघि खाएका ब्राह्मणलाई पुज्नु हुँदैन। धर्म विपरीत काम गरेका पण्डितलाई पुज्नु हुँदैन। ब्याउने 6 महिना भएको र सुत्केरो गाईलाई पुज्नु हुँदैन। घाम अस्त भएपछि लासलाई जलाउनु हुँदैन। काँचो केरा भुटेर नखाई क्रिया बस्नु हुँदैन। क्षेत्र उपवास हुँदैन। जुन घरमा व्यक्तिको मृत्यु भएको छ त्यो घर छोडेर अन्य घरमा वर्ष दिनसम्मको मासिका अन्य ठाउँमा गर्नु हुँदैन। खत पात लागेका ब्राह्मणलाई पुज्नु हुँदैन। जुठो सुतक परेका ब्राह्मणलाई पुज्नु हुँदैन। बुबा आमाको मृत्युपछि क्रिया नगरेको छोराले पूजा गर्न मिल्दैन। एकोदिष्ट श्राद्ध नगरी पार्वण श्राद्ध गर्नु हुँदैन। बुवा आमा जिउँदो भएको छोराले आफन्त मरेका बेला रौँ काट्नु हुँदैन। अथवा बुवा बितेको छैन भन्यो भने रौँ काट्नु हुँदैन। गायत्री मन्त्र जप नगरी पूजा गर्न मिल्दैन। क्रियामा सिलाएको र विभिन्न कलरका कपडा लगाउनु हुँदैन। कोरा कपडा बाहेक अन्य कपडा लगाउन मिल्दैन। बुबा आमा हुँदाहुँदै नातिले बार्खी बार्नु पर्दैन। एकादशीमा भात खान हुँदैन। नारायणको पूजामा चामलको अक्षता चढाउनु हुँदैन। विवाहिता छोरीले 5 दिन
छोरा बुहारी अविवाहित छोरीले 13 दिनभन्दा अगाडि नुन खानु हुँदैन।